सबैलाई भेट्न खोजेको नसक्ने रहेछ कस्तो भयो फेरि गयो तातो पानी बजारेको झसरी पर्ने सदा चिसो जमिनाएको पथरले झस्काइन्छ तातो पानी बजारेको झसरी पर्ने सदा चिसो Thank you. I think दिउँसो भएको चाहिँ इट वुड बी एकदम सजिलोसँग यसो हात छुँदै आउन मिल्थ्यो होला त्यहाँ आएको सबै अब म त त्यही भित्र हराएँ है त्यसले गर्दाखेरि तर यस्तो तपाईँहरूसँग हात मिलाउन नपाए पनि यु गाइज आर अलवेज इन माई हार्ट जो जोको मुटुमा तपाईँहरू हुनुहुन्छ है अनि हुन्छ नि तपाईँहरूले यति धेरै माया दिनुभयो यति धेरै के भन्छ साथ सपोर्ट दिनुभयो त्यसैले चाहिँ हामी भनौँ न अहिले मङ्गोल इन हार्ट लगभग अब हाम्रो यो 30औं वर्षको साङ्गीतिक यात्रा हो है यति इन्जेल हामी थेकिरहेका छौँ र आशा गर्छौँ तपाईँहरूको यही माया यही सपोर्ट रह्यो भने अर्को 30 वर्ष हामी थेक्नेछौँ है सो एकदमै धेरै धन्यवाद अनि वन्स अगेन तपाईँहरूलाई योपालि हाम्रो भोइस अफ नेपाल विजेता बनाइदिनु भएकोमा पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाईँको माया तपाईँहरूको आशीर्वाद सदा रहिरहोस् र अर्को कुरा के भने गएको साल म सगरमाथाको शिखरमा पाइला टेक्न पनि सफल भएको थिएँ है त्यो चाहिँ के भन्दाखेरि यदि तपाईँहरूको माया यदि बाबा आमाको आशीर्वाद चेलीको माया र तपाईँहरू सबैजनाको आशीर्वाद र शुभेच्छा नभएको भए यो पोसिबल हुँदैन थियो
त्यसले गर्दाखेरि तपाईँहरू सबैजनालाई एकदमै धेरै धन्यवाद। अनि अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भने अब सगरमाथा चढ्यो भन्ने कुरा आफ्नो ठाउँमा छ। सगरमाथा चढ्नुको एउटा रिजन छ के भने अहिले जलवायु परिवर्तन, तपाईँलाई थाहा छैन है जलवायु परिवर्तन? थाहा छ है? हजुर थाहा छैन भने पनि तपाईँहरू सबैले गुगल गर्नुहोस् भरे गएर क्लाइमेट चेन्ज भनेको के हो भनेर है त। सो गर्दाखेरि के भने क्लाइमेट चेन्ज जलवायु परिवर्तनले अहिले संसारमा धेरै विध्वंसहरू भइरहेको छ। जस्तो तपाईँको टेम्परेचर भनौँ न, जलवायु परिवर्तन हुने बित्तिकै तपाईँको तापक्रम बढ्ने, त्यस्तै पहिरो आउने, तपाईँको खोला नालाहरू बढ्ने, हिमालहरू पग्लिने विभिन्न कुराहरू भएको छ। त्यसले गर्दाखेरि चाहिँ मेरो एउटा प्रोजेक्ट छ, त्यो चाहिँ के भने रुख रोप्ने है हजुर। सो रुख रोप्ने अनि अब हामी अहिले 10,000 मान्छे छ आज होइन, र यो एउटा हाम्रो लोसार भएको हुनाले एउटा एकदम शुभ कार्य पनि हो, शुभ दिन पनि हो। त्यसले गर्दाखेरि हामीले लास्ट टाइम सगरमाथाबाट फर्केपछि चाहिँ 5,000वटा रुख चाहिँ हामीले यता मादन कुडारी भन्ने ठाउँमा बाँडेको पनि थियौँ। त्यहाँ चाहिँ स्कुलमा गएर हामीले रोपेको थियौँ। अब कतिजनालाई थाहा पाउनु भयो होला, पाउनु भएन होला, तर के भने आजदेखि हामी सबैजनाले हामी सबैको नाममा एउटा एउटा रुख हाम्रो गाउँमा घरमा रोपौँ है त, हुन्छ? र एउटा कुरा चाहिँ के भने तपाईँहरूले यदि रुख रोप्नु भयो भने फोटो खिच्नुहोस् र जसलाई ट्याग गर्नुहोस् है, मेरो इन्स्टाग्राम छ है, सो द्याट आई क्यान सी यु। र के भने अब आउने के भने हामी सगरमाथाको देश, हामी बुद्ध जन्मेको देश, हामी वीरहरूको देश भनेर हामीले विभिन्न कुरा भन्छौँ। तर भोलि गएर यो जलवायु परिवर्तनले यो जुन हिमालहरू छ, हिमालै रहेन भने, खोला नालै रहेन भने अनि हामीले केमा गर्व गर्ने त भन्नाले तपाईँ हामीले त देख्यौँ, तर भोलि हाम्रो आउने भावी सन्ततिको लागि सबैले गाउनु पर्यो है त, कति गाउनु पर्छ ल सबैले हल्ला चलेछ ओ विदेशैमा ओ त्यतिर हल्लै हल्लाको आउँदैछु म, आउँदैछु म, आइ